वेलकम छ सबैजनालाई। नमस्कार, म कमेडियन बाजेको यो युट्युब च्यानल देश बदलेसरी नै यो हाम्रो नेपालमा हेरौँ न, यहाँ 2 हातको केराले पोसाएको यति ठुलो बोङ्गा यो कस्तो अचम्म खालको छ। ल हेर्नुहोस्, तपाईँहरूलाई पनि देखाउन कोसिस गरिरहेको छु। हेर्नुहोस्, हजुरहरूले देख्नु भएको छ, सबैजनाले यत्रो केराले पोसाएको छ। यहाँ बच्चा हेर्नुहोस् न, यहाँ यत्रो बच्चा हालेको छ है, यतापट्टि यत्रो बच्चा हालेको छ। यहाँ जमिनहरू यहाँ यस्तो छ होइन, यत्रो केराहरू। यो कस्तो खालको केरा होला साथीहरू? कलको आएपछि ल हेर्नुहोस् न, यहाँ यत्रो केरा, 1 हात पनि छैन यो केरा। ल हेर्नुहोस्, यत्रो बोङ्गा पोसाएको छ। ल हेर्नुहोस् साथीहरू, सबैजनाले कमेन्ट गर्नु होला। बच्चाले बच्चा पाएको छ, यति ठुलो केरा पोसाउने भनेको। ल हेर्नुहोस् त, कमेडियन बाजेको युट्युब च्यानल सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यो केरालाई देखेर सबैजनाले कलिएको आएपछि हेर्नुहोस् त, यति सानो केरा पोसाएर है, यति सानो केरा पोसाएको छ। ल हेर्नुहोस् न साथीहरू है त, सबैजनाले ल हेर्नुहोस्, म यति म चाहिँ केरा हेम्मै लिएको छु गाई, यस्तो छ। ल हेर्नुहोस्, ल साथीहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला है। यो देखे पनि नदेखे जस्तो चाहिँ नगरिदिनु होला, किनकि यो भनेको कलियुग हो, कलियुगमा जे पनि हुनसक्छ। त्यही भएर साइड होइन, सबैजनाले आजभोलिको बच्चाहरू जस्तै भयो कि यो त, हेर्नु न। ल हेर्नुहोस्, हाम्रो बच्चाहरू कति ट्यालेन्ट हुन्छ नि आजभोलिको सानो बच्चाहरू। आजभोलि त बच्चा जन्मेपछि नै रोयो भने दुखाउनु पर्दैन कि, आजभोलि मोबाइल देखाइदिए भुल्छन् आजभोलिको बच्चाहरू। त्यस्तै जस्तो यति सानो केराले बच्चा केरा फुसाउन लागेको छ। ल साथीहरू, यही सबैजनाले हेर्नुहोस् है। ल यति सानो भाइ पनि यहाँ छन्, भाइ पनि यहाँ यति सानो भाइ छन्। ल हेर्नुहोस्, यति सानो भाइहरू छन्, म यहाँबाट खिचिरहेको छु, यत्रो केराहरू छ। ल